हेलो नमस्ते गाइज अरे के आज चाहिँ म यो खुत्रुकेमा पैसा हाल्न लागिरहेको छु। यो खुत्रुके चाहिँ अलरेडी भरिसकेको छ होइन, यो चाहिँ भरिसकेको छ। अनि यस ठुलो खालको ल्याएको आज चाहिँ। अनि पैसाहरू चाहिँ देख्न सक्नुहुन्छ अरे के यिनीहरू सबै पैसा हाल्नुपर्ने छ यसका यहाँ। यो खुत्रुके चाहिँ फेरि पैसा चाहिँ मैले अलिअलि गरेर के अरे जोगाएर राखेको पैसाहरू हुन्छ नि त, के तरकारीहरू किन्दा यताउति किन्दाखेरि चाहिँ 10-20 रुपियाँहरू चाहिँ मैले एकदम जोगाएर राख्ने गरेको छु कि अब के यस्तो पुड्काहरू खाइँदैन, त्यो खाने पैसा चाहिँ म यसरी चाहिँ कलेक्सन गरिरहेको छु। यसमा अलरेडी भरिसकेको छ, भरि बसिरहेको छ यो चाहिँ पहिला नै। अब यसमा चाहिँ आज मैले किनेर ल्याएको छु यो भुड्की, के भन्छ अरे भुड्कीलाई, यो खुत्रुके। यो खुत्रुकेमा यो चाहिँ स्पेसल्ली चाहिँ यो दसैँमा चाहिँ लगेर मम्मीको लागि कि मम्मीलाई चेन्ज पैसा, मम्मीलाई चाहिँ मैले चेन्ज पैसा दसैँमा दिनको लागिलाई, दसैँमा चाहिँ अनबक्सिङ कि के भन्छ यसलाई, अब फुटाउनुलाई ओपनिङ कि अनबक्सिङ के भन्छ है, फुटाउने। यो चाहिँ दसैँमा लगेर घरमा फुटाउने हो मेरो घरमा। अनि यो सबै चेन्ज पैसा चाहिँ म मम्मीलाई दिन्छु, किनकि सानोमा मम्मीको पैसा कति चोरेर चक्लेटहरू किनेर खाएको छु। त्यसको लागि चाहिँ मम्मीलाई म यसको साउँ ब्याज दिन गइरहेको छु गाइज। अब यसमा भरि पार्छु, 1000 पनि हाल्छु एक दुईवटा, किनभने मम्मीलाई दसैँमा गिफ्ट मेरो। अरूहरू त छँदैछ कपडाहरू यताउति त, तर यो पनि स्पेसली चेन्ज पैसा मम्मी अब बुढीखाडी मान्छेले एकदम मन पराउनुहुन्छ नि त। त्यही भएर चाहिँ मैले सबै पैसा चाहिँ मम्मीको लागि म यो यसमा हाल्दैछु। ओके बाई बाई गाइज। यो म फेरि तपाईँलाई भिडियो चाहिँ दसैँमा मेरो घर गएपछि फुटाएको देखाउँछु कति पैसा हुन्छ। मैले गनेको छैन कि, दसैँमा अर्को पनि भरिन्छ होला। ओके बाई बाई।